हेलो एभ्रिवान, गुड मर्निङ, हेभ अ नाइस डे। आज म तपाईँलाई के देखाउँछु, के गर्दैछु भने नि हामी चाहिँ अब यो मिक्स गर्दैछु है। यो चाहिँ के हो भनेदेखिलाई यो चाहिँ बिहानको मेरो ब्रेकफास्ट हो। म यसरी लिक्विड बनाएर पिउने गर्छु। यहाँ चाहिँ चनाको सत्तु दुध मिक्स गरेको छु है। अनि फ्रुट पनि लिन्छु, सिजनको फ्रुट पनि खान्छु। तपाईँले पनि यसरी लिनुहोस्। बेलुका खाना खाएपछि अब सिजनको फ्रुटहरू बेलुका एउटा दुईवटा खानुहोस्। बिहान ब्रेकफास्टमा यसरी लिक्विडहरू बनाएर खानुहोस्। के हुन्छ भने नि यहाँबाट चाहिँ स्वास्थ्य एकदम राम्रो रहन्छ। एभरग्रिन पनि देख्नुहुन्छ क्या, मलाई जसरी हेर्नुहोस्। अनि अर्को चाहिँ के सन्देश दिन चाहन्छु भने नि यहाँबाट म उहिलेको बुढाबुढीको एउटा उखान मलाई याद आयो यसरी बनाउँदै गर्दा है। खट्दा चाहिँ गधा जस्तो खट्नु अरे क्या, एकदमै खाँदा चाहिँ राजा जस्तो खानु अरे क्या। राजाले सोख गरेर खानु। हामी अब खानुको लागि खट्छौँ है, कमाउँछौँ। सस्ता नै एकदम राम्रो भएन भने त्यो कमाएको धन केही पनि होइन। त्यही कारण स्वास्थ्य राम्रो हुँदा पच्दा बल हुँदै खाएर पचाइराख्नुहोस् क्या। पछिसम्म स्वास्थ्य राम्रो रहन्छ। अहिले नै खायो भने पछि अब बुढेसकाल भएपछि जब हामी 60 पुग्छौँ, 50 कट्यो भने त हामीलाई केही पच्दैन पनि। अब पच्दा रुच्दै दाँत हुँदा हड्डी चबाउनु भन्छ नि, यसरी तपाईँले पनि लिनुहोस् हो। मजाले लिनुहोस्, स्वास्थ्य राम्रो हुनुहुन्छ। बिहान बेलुका फ्रुट खानुहोस् है। अब यसरी ड्राई फ्रुटहरू पनि अब सिजन यसै छ, भिजाएर म खान्छु सधैँभरि है।